पानी फोका पानी फोर्ला लगेर बेहोस हुनु थियो अहिले उखालेर ए अहिले भने पानी निकाल भनेको ओ बिरामी हो भने कसले हाने पररीबाट हाने हो के बिरामी हो ओ बिरामी हो यो निर्लज्ज सरकारको यो कदमको हामी घोर भर्त्सना गर्दछौँ। आदरणीय साथीहरू नडराउनु होला, भोलि योभन्दा 3 गुणा शिक्षक कर्मचारी साथीहरू जम्मा हुनुहुनेछ। देशभरिबाट फोन आउन थालेको छ, हामी पनि आउँछौँ सक्छ भने सरकारले भनेर साथीहरू आइरहनु भएको छ। त्यसैले आदरणीय साथीहरू नडराउनु होला, हामी मुकाबिला गर्छौँ, गर्छौँ र हामी लिएर जान्छौँ। राति भिजिलान्तेलाई हाम्रा साथीहरूले पनि खेद्दै लगेर पछाडि यहाँ पुलिसको ट्राफिकको पुलिसको जिम्मा लगाएका छन्। पुलिसले लिएर हो यो सरकारले र न्याय प्रेमी शिक्षकहरूमाथि पानीको फोहरा हान्दै लाठीचार्ज गर्दै घुसपेट र त्यसरी आन्दोलनलाई भाण्ड खोजिरहेको छ। हामी शान्तिपूर्ण तरिकाले हामी ढुङ्गा हान्दैनौँ, हामी हाम्रा आवाजहरूलाई बुलन्द गर्छौँ, तर हामी यही बरु बित्न तयार छौँ, तर पनि हामी यो मैदान छोड्दैनौँ। आज हामी के हेरिरहेका छौँ भन्ने अझ यदि सरकारले र प्रहरीले संयमता अपनाएन भन्ने यो ठाउँमा रगत बगिन्छ। त्यसकारणले अहिले पनि हामी यो हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेर घाइते हुनुभएका साथीहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारको हस्तक्षेपले हामी चट्टानी आधारमा रहने शिक्षकहरू जति पनि विचलित हुने छैनौँ र त्यो प्रहरीहरूको त्यो दमन सरकारी त्यो दमनको म घोर भर्त्सना गर्न चाहन्छु। दर्शकहरूले हामी यहाँ देख्न सक्छौँ अब यहाँ के भयो भन्ने कुराको पत्तो छैन। गम्भीर छ। मैम के घुसपेट सरकारले घुसपेट हजुर हाम्रो शान्तिपूर्ण आन्दोलनमा दर्शकवृन्द हामी यहाँ हेर्न सक्छौँ। शिक्षक दर्शकवृन्द हामी यहाँ देख्न सक्छौँ अलिकता घुसपेट हो भनेर अलिकता यहाँ स्थिति अलिकता नियन्त्रण बाहिर गएको हामी देख्न सक्छौँ।
पानी फोका पानी फोर्दा लगेर बेहोस हुनु थियो अहिले उखालेर अहिले आइले भने बाहिर निकाल्नु भनेको देश हम पुरै हम समुदाय छौं घाइते शिक्षकहरूलाई लिनको लागि एम्बुलेन्स आएको छ हामी यहाँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हरेक शिक्षक ज्यान दिन तयार छ। शिक्षक कर्मचारीको न्यायिक आन्दोलनलाई यो सरकारले कमजोर ठान्ने भुल नगरोस्। हामी भनेका छौँ हामी के गर्न आएका हौँ। हामी यो विद्यालय शिक्षा व्यवस्थाले एक ठाउँ अग्रगामी वही ल्याइदेऊ भनेर आएका हौँ। यहाँ हाम्रो कुनै निजी माग छैन। शिक्षा व्यवस्थित गर्ने ऐन कानुनका लागि हामी लडिरहेका छौँ। शिक्षक कर्मचारीको पेसागत हक हितका लागि लडिरहेका छौँ। यस्तो न्यायालयको पक्षमा हिलेको संयमित जवाबमाथि निष्पक्ष कमल गर्ने यो निर्लज्ज सरकारको यो कदमको हामी घोर भर्त्सना गर्छौँ। आदरणीय साथीहरू, लगाउनुहोला भोलि योभन्दा 3 गुणा शिक्षक कर्मचारी साथीहरू जम्मा हुनुहुनेछ। देशभरिबाट फोन आउन थालेको छ। हामी पनि आउँछौँ सरकारले भनेर साथीहरू आइरहनु भएको छ। त्यसैले आदरणीय साथीहरू नडराउनु होला, हामी मुकाबिला गर्छौँ। राति भिजिलान्तेलाई हाम्रा साथीहरूले पनि खेद्दै लगेर पछाडि यहाँ पुलिसको ट्राफिकको पुलिसको जिम्मा लगाएका छन्। पुलिसले लिएर हो यो सरकारले न्यायप्रेमी शिक्षकहरूमाथि पानीको फोहरा हान्दै लाठीचार्ज गर्दै घुसपेट र त्यसरी आन्दोलनलाई भाण्ड खोजिरहेको छ। हामी शान्तिपूर्ण तरिकाले हामी ढुङ्गा हान्दैनौँ। हामी हाम्रो आवाजहरूलाई बुलन्द गर्छौँ। तर हामी यही बरु बेच्न तयार छौँ। तर पनि हामी यो मैदान छोड्दैनौँ। हामी लाठी हान्दैनौँ, ढुङ्गा हान्दैनौँ। तर पनि न्यायप्रेमी यी बौद्धिक व्यक्तित्वहरू 26 दिनसम्म कति संयमित, कति मर्यादित र कति सृजनशील भएर यहाँहरूले हाम्रो कार्यक्रम गरिरहेका छौँ। अहिले भर्खर भन्दै हुनुहुन्थ्यो रमाइलो गीतहरू गर्दै गीत गाउन आए हो। शिक्षकहरू भनेका प्रतिभाका खानीहरू हुन्। उनीहरूका हरेक प्रतिभाहरू हुन्छन्। ती प्रतिभालाई गीतहरूबाट, गजलहरूबाट नाचेर र जादु देखाएर कतिले विभिन्न दृष्टिकोणबाट यो सरकारलाई गजगचाउने काम गरे। किनभने शिक्षकहरू भनेका प्रतिभाका खानीहरू।
सर मनमा आगो बले पनि तपाईहरुले गीत नृत्यबाट प्रस्तुत गर्दै हुनुहुन्छ हैन मनमा त आगो बले किनभने आगो बुलन्द छ 52-53 वर्षदेखि नआएको एउटा पुस्ताले नपाएको ऐन अब हामी फेरि अर्को पुस्ताले पनि यसरी 52 वर्षदेखि लडाई यसरी बानेश्वरको मैदानमा लड्न आउन नपरोस् भन्नको खातिर पनि हामीहरू आइरहेका छौं किनभने यो एउटा शिक्षा यस्तो शिक्षा हो जहाँ राम्रो पढेका व्यक्तित्वहरूलाई शिक्षातिर आऊ भनेर आकर्षित गर्नुपर्छ शिक्षालाई के छ शिक्षा पेशालाई तपाईको चाहिँ एउटा मर्यादित र सम्मानको पेशा हो ईसीडी देखि 12 क्लाससम्म पढाउने शिक्षकहरुका समस्याहरू छन् ईसीडीमा पढाउने 8000ले हुन्छ 12 पढाउनेलाई स्थायित्व चाहिदैन कति लामो समयदेखि यो सरकारले 75 सालमा एकपटक विज्ञापन गर्यो पटक पटक विज्ञापन नगरिकन र जुन 75 सालमा साथीहरू लामो समय अस्थायी काम गर्नेहरू उनीहरू स्थायी भए तिनीहरूको अस्थायी अवधि थपेर ती शिक्षकहरूलाई निवृत्ति गर्नको व्यवस्था गर भन्ने धेरै मागहरू मध्ये एउटा माग त्यो पनि छ सर यो तपाईको 26 दिनको यो आवेग हो 26 दिन पछाडी पनि अब यो रोकिएर भने या तपाईहरुको सुनवाई भएन भने के हुन्छ सर ल यी शिक्षकहरू यो 26 दिन छ अरु 26 दिनहरू थप्न तयार छन् तपाईले यो 26 दिन थप्दै गर्दा र ती विद्यार्थीहरू ती अभिभावकहरूलाई के भन्न चाहनुहुन्छ जसले हामी हो यो देशमा कोरोनाले गर्दाखेरि भाइ बहिनीले 2-3 वर्ष पढ्न पाएनन् उनीहरूको बेस कमजोर भयो र यो सरकारले एससीको रिजल्टलाई म्याथमा 2 लाख विद्यार्थीहरू फेल भयो भनेर एक हप्ता ढिलो गरेर पछि सुटुक्क 1.6 ल्याउनेलाई बेतमाले यो सरकारले पास गरायो तर अहिले साल सरकार आज यो कार्यक्रम 25औं दिनसम्म जसरी हामीहरूले सञ्चालन गरेका थियौं आज यसमा प्रहरीको दमनको कारणले हाम्रो कार्यक्रम अस्तव्यस्त भएको छ सरकारले के ठानेको छ भने यो शिक्षकहरू कर्मचारी हो अब यहाँबाट फर्किनेवाला छैन त्यसकारणले हामी कुनै न कुनै प्रकारको दमनको प्रक्रिया अवलम्बन गरेर यहाँबाट उहाँहरूलाई हामी जबरजस्ती विद्यालयमा घरमा फर्काउँ साथीहरू भनिन्छ कि जो दमन गर्दै जान्छ हाम्रा शिक्षक र कर्मचारी साथीहरूको उत्साह त्यतिकै बढ्दै जान्छ आज हामी के हेरिरहेका छौँ भन्ने अझ यदि सरकारले र प्रहरीले संयमता अपनाएन भन्ने यो ठाउँमा रगत बगिन्छ त्यसकारणले अहिले पनि हामी स्वयं भएर र हामी पुरा राष्ट्रिय समितिका साथीहरू अहिले पनि हामी शिक्षक र कर्मचारी साथीहरूलाई के अपिल गर्न चाहन्छौँ हामी असभ्य नबनौँ हामी आफ्नो संयमता नखोँ तर यदि यस्तै प्रतिकार भयो भने भोलि यो राष्ट्रिय समिति अर्को पन्थीमा रहन्छ साथीहरू यो दमनबाट हामी यो महासङ्घका पदाधिकारीज्यूहरू सबै घटक संस्थाहरूका अध्यक्ष र पदाधिकारी साथीहरू लगायत यहाँ उपस्थित हुनुहुने सम्पूर्ण साथीहरू र आज यो हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेर घाइते हुनुभएका साथीहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै म आफ्ना संगठनको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट केही भनाइहरू राख्न चाहन्छु आदरणीय मित्रहरू हामीले यति धैर्यतापूर्वक यति रचनात्मक रूपले हाम्रा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका थियौँ आज 86औं दिन भयो हामीले यो दोस्रो चरणको आन्दोलन गरेको र काठमाडौँ आन्दोलन गरेको आज 26औं दिन भयो हामीले मागेको विदेशमा भएका सम्झौताहरूलाई कार्यान्वयन गरेर ती सम्झौता अनुरूपको शिक्षा विधेयक पारित गरेर शिक्षा ऐन जारी गरियोस् भन्ने कुरा नै हो र शिक्षा ऐन जारी गर्न भनेर नै हामी यो सडकमा बसेका छौँ र हामी पार्लियामेन्टलाई जानकारी गराइरहेका छौँ सरकारलाई जानकारी गराइरहेका छौँ यो हाम्रो शान्तिपूर्ण यो रचनात्मक र यो सृजनात्मक आन्दोलन जसले नेपालको शैक्षिक भविष्यको सुनिश्चितताका लागि एउटा नागरिकता संविधान गर्नका लागि हामीले मागेको यहाँका अभिभावक बालबालिकाहरूको भाग्य भविष्यमाथि एउटा सुनिश्चितताका लागि एउटा विधि निर्माण होस् भन्ने कुरा मागेको तर यसको विपरीत यो हाम्रो सदाशयपूर्ण र यो शान्तिपूर्ण
बुढा आन्दोलनमाथि यसलाई पक्षले ठानेर आदिवासी दमनको डन्डा चलाउन आजबाट यो सरकारले सुरु गरेको छ र यसरी यो प्रहरी दमन र प्रहरीहरूको हस्तक्षेप सरकारको हस्तक्षेपले हामी 44 लगाउने शिक्षकहरू जति पनि विचलित हुने छैनौँ र त्यो प्रहरीहरूको त्यो दमन सरकारी त्यो दमनको म घोर भर्सना गर्न चाहन्छु आपत्ति जनाउन चाहन्छु र यसका विरुद्ध हामी एकजुट भएर अझै ठुलो बल प्रयोग गर्दै अगाडि बढ्नका लागि हामीलाई बढ्न पारियोस् 4 लाख शिक्षकहरू काठमाडौँको सडकमा आउनुपर्ने अवस्था सिर्जना भयो भने यहाँ कुनै सत्ताले त्यति बेला कुनै ताकतले हामीलाई छेक्ने छैन कुनै सरकारको रक्षा गर्ने पक्षमा हामीले बोलिरहने छैनौँ त्यति बेला त्यसैले त्यो अवस्था निप्टाउन राज्य पक्ष अगाडि बढोस् भन्ने कुरा जनाउ पनि दिन चाहन्छु अहिले पार्लियामेन्टको बैठक बसिरहेको छ यो पार्लियामेन्टको बैठक आयोजना गर्दाखेरि मन्त्री परिषदले निर्णय गरेर हामीलाई केही आशा देखाएको थियो आशा के देखाएको थियो भने यो शिक्षक आन्दोलनलाई सफल गर्नका लागि वर्गीय अधिवेशनलाई अगाडि बढाएर हामी फैसला गर्छौँ भन्ने कुराको आश्वासन हामीले दिएका थियौँ साँच्चै केही अनुसार हुन्छ भनेर हामीले विश्वास पनि लिएका थियौँ तर साथीहरू यो पार्लियामेन्ट सुरु गर्दा आज तेस्रो दिन अहिलेसम्म वैशाख भरको कार्यसूची पार्लियामेन्टले जारी गरेको छ तर यो शैक्षिक आन्दोलनको यो मोर्चा शिक्षक कर्मचारीहरूको यो सभा यसरी सडकमा उत्रिरहेको बेला यो विषय पार्लियामेन्टको एजेन्डा परेको छैन भनेपछि राज्य पक्ष कति अनुदान छ कति गैर जिम्मेवार छ त्यसैले हामी साथीहरू यो राज्यलाई जिम्मेवार बनाउन चाहन्छौँ यो देशको सरकारलाई हामी जिम्मेवार बनाउन चाहन्छौँ र हामी 4 लाख शिक्षक कर्मचारीहरूले एउटै आवाजका साथ यो हामी अहिले बुलन्द गरिरहेका छौँ यो आवाजमा एकैबाट विभिन्न सेक्टरबाट प्राप्त भएको छ विद्यार्थीबाट अभिभावकबाट अब सबैले आउनुपर्ने अवस्था देश सिर्जना गर्न खोजेको सरकारले आज यो कार्यक्रम 25औं दिनसम्म जसरी हामीहरूले सञ्चालन गरेका थियौँ आज यसमा प्रहरीको दमनको कारणले हाम्रो कार्यक्रम अस्तव्यस्त भएको छ सरकारले के ठानेको छ भने यो शिक्षकहरू कर्मचारी हो अब यहाँबाट फर्किनेवाला छैन त्यसकारणले हामी कुनै न कुनै प्रकारको दमनको प्रक्रिया अवलम्बन गरेर यहाँबाट उहाँहरूलाई हामी जबरजस्ती विद्यालयमा घरमा फर्काउँ साथीहरू भनिन्छ कि जो दमन गर्दै जान्छ हाम्रा शिक्षक र कर्मचारी साथीहरूको उत्साह त्यतिकै बढ्दै जान्छ आज हामी के हेरिरहेका छौँ भन्ने अझ यदि सरकारले र प्रहरीले संयमता अपनाएन भन्ने यो ठाउँमा रगत बगिन्छ त्यसकारणले अहिले पनि हामी स्वयं भएर र हामी पुरा राष्ट्रिय समितिका साथीहरू अहिले पनि हामी शिक्षक र कर्मचारी साथीहरूलाई के अपिल गर्न चाहन्छौँ हामी असभ्य नबनौँ हामी आफ्नो संयमता नखोँ तर यदि यस्तै प्रतिकार भयो भने भोलि यो राष्ट्रिय समिति अर्को पन्थीमा रहन्छ हामीले निषेधित क्षेत्रमै तोडेका छैनौँ आज केही साथीहरू घुसपेट भएर आउनुभयो जानुभयो त आफ्नो ठाउँमा छ घुसपेट भयो आज भएको सर 100% हामी यही आँखा अगाडि छौँ पछाडिबाट आएर ढुङ्गा हानेर हामी शिक्षकहरू हाम्रो जायज मागको नारा लगाइरहँदाखेरि कसरी आयो त सरकारले पठाएको घुसपेट ठिक छ सरकारलाई पनि हामीले त्यो ठाउँमा पुर्याउन हामीले प्रयास गरेका हौँ भोलिको दिन उहाँलाई रोडमा ल्याउन पनि यही सरकारलाई प्रयास गर्छौँ हामी हेर्नुहोस् तपाईहरुको मिडिया मार्फत नयाँ शिक्षा मन्त्री आए पनि तपाईलाई विश्वास छैन विश्वास कसरी गर्ने सर हिजो एउटा महिला शिक्षा मन्त्री बन्दै गर्दाखेरि महिलाको कुरा लागू नहुँदो रहेछ भनेर उहाँले विश्वास गरेर हामीसँग आधी घण्टा गफ गर्दाखेरि ठिकै छ तपाईहरुको माग सम्बोधन गर्छु भनेर उहाँ आज मेरो मन्त्री परिषदको बैठक छ म 2टा 4टा मुद्दा लिएर जान्छु भनेर उहाँले जाँदाखेरि एउटा महिला भएको हिसाबले हेपेर पुरुषले निर्णय नगरेको कारणले उहाँले राजीनामा दिनुभयो उहाँलाई बाध्य बनायो लगाइयो महिला भएको नाताले उहाँको कुरा सुन्नाइ भएन केपी ओलीले उहाँलाई कुनै पनि कुरा तपाईँ शिक्षाको लिएर नआउनुहोस् भनेर अहिले राउजीर पन्तको पनि श्रीमतीको प्राइभेट स्कुल छ आज राणाको छ त्यो ठाउँमा हाम्रो छोराछोरी पढाउनलाई उहाँले एडजस्ट
गरिदिउँ न हाम्रो छोराछोरी भोलि सबै यिनै शिक्षकका छोराछोरी लान्छौँ उहाँले 1 रुपैयाँ फी नलिकन पढाइदिउँ रघुजी पन्तको आफ्नो स्कुल छोराछोरी बोलाउँछौँ उहाँहरूको बोर्डिङमा हामी अहिले लान्छौँ ल निःशुल्क पढाइदिनु पर्छ हामी जस्तै बच्चाका हामी जस्ता शिक्षकका छोराछोरी पढाइदिनुहोस् त कतिको सक्नु छातामा बसाउन सकेको छु